supposed to be a best day because today was my first day of outing in my summer vacation. So today we are going. अब हामीले यहाँ पिकनिक आएर खायो होइन खायो होइन खाइसकेपछि चाहिँ यो सबै मैला चाहिँ यसरी हाल्नु पऱ्यो एउटा पोलिथिनमा त्यसपछि कहाँनिर डस्टबिन छ त्यो जग्गामा गएर चाहिँ टक्कै डम्प गर्नुपर्छ जहाँ पाइ त्यही छोडेर यो वातावरणको इन्भाइरोमेन्टलाई मैला पार्नु चाहिँ हुँदैन बुझ्यो जहिले पनि जहीँ पनि गयो भने मैला आफूले खाएको मैलाहरू चाहिँ एक जग्गा पोको पार्यो त्यहाँ चाहिँ डस्टबिन कहाँ छ छेउछाउमा वरिपरि हो गएर चाहिँ गर्नुपर्छ ल अस्ति स्कुलबाट आएर तिमीहरूले यहाँ फाल्टो मान्छेले छरेको सफा गऱ्यो नि होइन त्यस्तो फाल्टो मान्छेहरू आएर चाहिँ यसरी छर्नु हुँदैन आफूले गरेको मैला चाहिँ ठिक जग्गामा हाल्नु पर्यो सिगरेटको छ सिगरेट होइन गुट्का गुट्काको छ हेलो गाइस हामीले चाहिँ आफूले खाएको सामान चाहिँ डल्लै यहाँ पोको पारेर यहाँ हालेको छ अब यो डस्टबिनमा गएर हाल्छ है र नानीलाई पनि यही कुरो बताउँदै थिएँ मैले र तपाईँहरू पनि कहीँ घुम्नु जानुभयो भने यस्तै प्रकारले आफूले गरेको मैला चाहिँ एक जग्गा डस्टबिन हुन्छ डस्टबिनमा ट्याक्क हालिदिँदा भइहाल्यो मैला चाहिँ यहाँनिर यसरी ड्रमहरू राखिदिइरहेको रहेछ सबै जग्गामा वरिपरि यहाँ ड्रमहरू पुरा राखिदिएको छ पर पनि छ त्यता गाडीको पछि पनि राखिदिएको छ यहाँ रेल साइडमा पनि ड्रमहरू छ र आफूले गरेको मैला चाहिँ त्यो एक ठाउँ बटुलेर त्यो ड्रमभित्र हालिदियो भने यहाँनिर हाम्रो यो जसले हेरचाह गर्छ साफसफाइ गर्छ उनीहरूले हटाइदिने रहेछ र जहीँ गए पनि त्यसरी जग्गा हेरेर डस्टबिनहरू राखिदिएकै हुन्छ त्यो जग्गामा गएर चाहिँ गर्नु र आजको लागि चाहिँ यति नै फेरि भेटौँला अर्को ब्लगमा सी यु अल बाई बाई